नमस्ते सबैजनालाई वेलकम ब्याक टु आवर च्यानल। साथीहरू, आज हामी तपाईँको एक्सपान्डिङ हरिजन किताबको एउटा यस्तो च्याप्टर पढ्नेछौँ जसले तपाईँको जिन्दगी हेर्ने नजर नै बदलिनेछ। यो च्याप्टरको नाम हो हाफ अ डे, जसलाई फेमस राइटर नजिब महफुजले लेख्नुभएको हो। आजको यो भिडियो एउटा कम्प्लिट समरी हुनेछ। म यो पुरै कथालाई यस्तो रमाइलो तरिकाले बुझाउनेछु कि यो एउटै भिडियो हेरिसकेपछि एक्जाममा आउने हरेक गाह्रो कन्सेप्ट र लामो लामो क्वेसनको एन्सर तपाईँको दिमागमा आफै सेट हुनेछ। त्यसैले यो भिडियोलाई एकदम ध्यान दिएर अन्तिमसम्म हेर्नुहोला। सो लेट्स गेट स्टार्टेड। सबैभन्दा पहिले एउटा इङ्ग्लिस किवर्ड याद गरिहाल्नुहोस्, एलिगोरी। यो कथा चाहिँ एउटा एलिगोरिकल स्टोरी हो, जसको अर्थ बाहिर हेर्दा एउटा साधारण कथा जस्तो लाग्छ, एउटा नर्मल स्टोरी जस्तो लाग्छ, तर भित्र मानिसको पुरै जिन्दगी लुकेको हुन्छ, जसलाई हामी एलिगोरिकल स्टोरी भन्छौँ। र यो कथा एउटा एलिगोरिकल स्टोरी हो। तपाईँहरूले कहिले याद गर्नुभएको छ, हाम्रो घरमा हजुरबुबा हजुरआमाहरू सधैँ आफ्नो पुरानो दिनहरू, आफ्नो बाल्यकालको कुराहरू गर्न कति धेरै रुचाउनुहुन्छ। हो, बुढेसकालमा पुगेपछि मानिसहरूलाई आफ्नो पास्ट लाइफलाई फर्केर हेर्न एकदमै रमाइलो लाग्छ। यो पुरै कथा पनि वास्तवमा एउटा वृद्ध मानिसले, एउटा बुढो मानिसले आफ्नो जीवनको सुरुवातीदेखि अन्त्यसम्मलाई फर्केर हेरेको एउटा सुन्दर रिफ्लेक्सन हो। ऊ आफ्नो बाल्यकाल सम्झिन्छ। कथा त्यहीँबाट सुरु हुन्छ। आज उसको जीवनको पहिलो स्कुल जाने दिन हो। नयाँ लुगा र जुत्ता लगाएर ऊ आफ्नो बुबाको हात च्याप्प समातेर स्कुल जाँदैछ। यो पहिलो घटना हो, अर्थात् फर्स्ट इभेन्ट हो, जसले पुरानो पुस्तालाई घरको माया र बुबासँगको त्यो न्यानोपनको याद दिलाउँछ। त्यसपछि बाटोमा ऊ सुन्दर बगैँचाहरू, गार्डनहरू, खेतहरू र रुखहरू देख्छ। यो दोस्रो घटना हो, अर्थात् सेकेन्ड इभेन्ट हो, जसले वृद्ध मानिसलाई आफ्नो समयको सुन्दर र पिसफुल नेचरको याद दिलाउँछ, जुन आजभोलिको सहरमा यो कतै देखिँदैन। ऊ स्कुल जान डराइरहेको हुन्छ, तर बुबाले सम्झाउनुहुन्छ कि स्कुल इज अ फ्याक्ट्री द्याट मेक्स युजफुल मेन, अर्थात् स्कुल मान्छे बनाउने कारखाना हो भनेर उहाँले आफ्नो छोरालाई सम्झाउनुहुन्छ। जब ऊ स्कुलभित्र छिर्छ, उसको अगाडि एउटा नयाँ संसार खुल्छ। त्यहाँ उसले साथीहरू बनाउँछ, नयाँ खेलहरू खेल्छ, अनि भाषा सिक्छ र ब्रह्माण्डको बारेमा ज्ञान पाउँछ। यो तेस्रो घटना हो, अर्थात् थर्ड इभेन्ट हो, जसले बुढेसकालमा मानिसलाई आफ्नो पुराना साथीभाइ, युवा अवस्थाको जोस र जीवनमा सिकेका कुराहरूको मिठो झल्को दिन्छ। तर याद राख्नुहोस्, स्कुलको जीवन सधैँ रमाइलो मात्र हुँदैन। त्यहाँ झगडा हुन्छ, दुखाइ हुन्छ र फिजिकल पनिसमेन्ट पनि सहनुपर्छ। जीवनमा अगाडि बढ्न एक्जर्सन, स्ट्रगल एन्ड पर्सिभेरेन्स, अर्थात् परिश्रम, सङ्घर्ष र निरन्तरता चाहिन्छ। स्कुलभित्र बिताएको यो समयले वास्तवमा हाम्रो जीवनको युवा अवस्था र अर्थात् एडल्टहुड र मिडल एजलाई जनाउँछ, जहाँ हामीले जीवनको हार्स रियालिटीसँग लड्नुपर्छ। अब कथामा घन्टी बज्छ, स्कुलको छुट्टी हुन्छ। यहाँबाट कथाले यस्तो मोड लिन्छ जसले हाम्रो दिमाग नै हल्लाइदिन्छ। कथा पढ्दै जाँदा केही घटनाहरू यति धेरै स्ट्राइकिङ छन् कि, अर्थात् यति धेरै आश्चर्यजनक र प्रभावकारी छन् कि हामीले एकछिन सोच्न बाध्य हुन्छौँ। स्कुलको गेटबाट बाहिर निस्किने बित्तिकै ऊ आफ्नो बुबालाई खोज्छ, तर बुबा त्यहाँ हुनुहुन्न। यो चौथो घटना हो, अर्थात् फोर्थ इभेन्ट हो। यसले जीवनको त्यो तितो सत्यलाई देखाउँछ कि जब हामी जीवनको अन्त्यतिर पुग्छौँ, हाम्रा जन्म दिने आमा बुबा यो संसारमा हुनुहुन्न। हामी एक्लै अगाडि बढ्नुपर्छ। तर सबैभन्दा मोस्ट स्ट्राइकिङ इभेन्ट तब आउँछ, बिहान आउँदाखेरि भएका ती सुन्दर बगैँचाहरू र खेतहरू कहाँ हराए। त्यहाँ त एकाएक ठुला ठुला अग्ला बिल्डिङहरू, बाटोभरि गाडी नै गाडी, हेभी ट्राफिक, भिडभाड मात्रै छ। यो घटना किन यति धेरै स्ट्राइकिङ छ भने यसले ऱ्यापिड मोडर्नाइजेसनलाई देखाउँछ। समय बित्दै जाँदा हाम्रो सोसाइटी र नेचर कसरी कङ्क्रिटको जङ्गलमा परिवर्तन भयो भन्ने कुरालाई झल्काउँछ। अब ऊ चाहिँ त्यो भिडभाड र गाडीहरूको बिचमा बाटो काट्न नसकेर अलपत्र पर्छ। अनि अचानक आइरन गर्ने पसलमा काम गर्ने एउटा सानो केटा ऊ नजिकै आउँछ र हात समात्दै भन्छ, ग्रेन्डपा लेट मी टेक यु क्रस। हजुरबा, म हजुरलाई बाटो काटिदिन्छु। बुम! बिहान भर्खर बुवाको हात समातेर स्कुल गएको त्यो सानो बच्चा अहिले 81 हजुरबा भइसक्यो। यो कथाको सबैभन्दा ठुलो र स्ट्राइकिङ ट्विस्ट हो। यसले के प्रमाणित गर्छ भने मानिसको सम्पूर्ण जीवन, मानिसको एन्टायर लाइफ आँखा झिम्किएको भरमा बित्छ भन्ने बुझिन्छ। अब यहाँनिर आएर एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझौँ।
तपाईँहरूलाई पक्कै पनि लाग्यो होला लेखकले यो कथाको टाइटल हाफ अ डे अर्थात् आधा दिन नै किन राखेका होलान्। यसको जस्टिफिकेसन एकदमै गहिरो छ। लेखकले देखाउन खोजेको कुरा के हो भने समयको छोटो र उड्ने स्वभाव हो। अनि मानिसको जन्मदेखि मृत्युसम्मको लामो यात्रा, अनि अर्को भनेको उसको बाल्यकाल, अनि उसको युवावस्थाको स्ट्रगल, आमाबुवाको मृत्यु र अन्त्यमा आफै हजुरबा बन्ने अवस्था, यो पुरै जिन्दगी बित्न कति समय लाग्छ त? हामीलाई लाग्छ कि हामीसँग धेरै समय छ, तर वास्तवमा यो जिन्दगी एउटा स्कुलको आधा दिन जतिकै छोटो छ। बिहान स्कुल पस्दा सानो बच्चा भएको मान्छे छुट्टी भएर बाहिर निस्किँदा बुढो भइसक्छ। जीवन एकदमै छोटो र समय कसैको लागि पर्खिँदैन भन्ने महान दार्शनिक सन्देश, महान फिलोसफिकल मेसेज दिनको लागि नै लेखकले यो कथाको शीर्षक एकदमै सठिक रूपमा हाफ अ डे राखेका हुन्। ल त साथीहरू, मलाई पूर्ण रूपमा विश्वास छ आजको यो कथा जस्तो समरीबाट तपाईँहरूले यो च्याप्टरको भित्री अर्थ, टाइटल जस्टिफिकेसनमा, अनि वृद्ध मानिसको रिफ्लेक्सन अफ पास्ट लाइफ र कथाको मुख्य स्ट्राइकिङ इभेन्टहरू एकदमै मजाले बुझ्नुभयो होला भन्ने मलाई आशा छ। एक्जाममा अब यो च्याप्टरबाट जुनसुकै तरिकाले घुमाएर क्वेसन सोधे पनि तपाईँहरूले यही कथालाई सम्झेर आफ्नै शब्दमा ढुक्क भएर लामो एन्सर लेख्न सक्नुहुनेछ।